सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। घिसिङ दोस्रो पटक 25 साउन 2078मा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। त्यस्तै आज बसेको मन्त्रीपरिषद बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले साक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले कुलमानलाई 3 पटक स्पष्टीकरण सोधेको थियो। पछिल्लो पटक सरकारले सोधेको स्पष्टीकरणको जवाफमा कुलमानले कार्य सम्पादन प्रतिवेदन ढिला बुझाएकै कारण सम्झौता रद्द गर्न सकिने शर्त सम्झौता पत्रमा उल्लेख नगरेको जवाफ फर्काएका थिए। उनले भनेका थिए, सम्झौता पत्र यथावत परिपालना आएको पृष्ठभूमिमा कार्य सम्पादन प्रतिवेदन पेश गर्न विप्लव भएको भनिएको बेहोरा सम्झौँ अन्त्य गरी नियुक्ति रद्द गर्ने आधार हुन सक्दैन। साथै कार्य सम्पादन प्रतिवेदन ढिला गरिएको कारणले सम्झौता पत्र रद्द हुने शर्त सम्झौता पत्रमा रहेकै छैन। साथै कुलमानले आफूले के कार्य गर्नुपर्ने थियो भन्ने प्रश्न सोध्दै भनेका छन्, नेपाल विद्युत प्राधिकरण ऐन 2041 को कुन प्रावधान अनुसार आफूले के कार्य गर्नुपर्ने थियो र मबाट कुन कार्य भएन वा मैले के कार्य नगर्नु पर्थ्यो, मबाट गरियो भनी कुनै पनि कार्य वा अकार्य उल्लेख छैन। तसर्थ प्रस्तुत आरोप आफैमा मनोगत छ। कुनै पनि वकिल मात्रै होइन, कुनै पनि नागरिकले कुनै पनि इस्युमा पिआइएल दर्ता गर्न पाउँछ। मैले कसैलाई भन्नु पर्दैन। यो सार्वजनिक महत्त्वको विषय, पत्रकार साथीहरूको विषय, वकिलहरूको विषय, आम सर्वसाधारणको विषय भएको हुनाले जसले पनि चाहिँ दर्ता गर्न सक्छ। मैले लगाउनु पर्छ त्यो सरासर गलत। मैले किन गर्नु पर्यो? यो मुद्दा त योभन्दा पहिला पनि त गएको छ। धेरै मुद्दाहरू, पिआइएलको मुद्दाहरू, यही डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा पिआइएलमा गएको मुद्दाहरू धेरै छन्। यो चाहिँ यो लाल आयोगको ठिक छ कि छैन, गठन भएको ठिक छ कि छैन भन्ने पनि मुद्दा छ। लाल आयोगले गरेको निर्णय ठिक छ कि छैन भन्ने पनि मुद्दा छ। त्यो अरू मुद्दा त सबै पिआइएलमा गएकै छ नि। त्यो भएको हुनाले यसमा हामीले गर्नुपर्ने चाहिँ त्यस्तो आवश्यकता पनि ठान्दैनौँ, हामीले गरेका पनि छैन। जुन चाहिँ बक्यौता उठाउन खोज्दाखेरि उद्योगीहरूले अटेर गरेर बक्यौता दिइरहेको छैन। त्यसको लाइन जोड्नको लागि विभिन्न निर्णयहरू भइरहेको छ। त्यसको कारणले मेरो प्रत्येक महिना उठ्नुपर्ने अरू बक्यौता पनि कम उठ्न थाल्यो, अरू कलेक्सन पनि। किनभने अरू सर्वसाधारण पनि त्यो पहिला चाहिँ त्यत्रो ठुलो बक्यौता भएको उद्योगको चाहिँ उठाउनुहोस्, त्यसपछि हामी कहाँ आउनुहोस् भन्न थाले। त्यो हुनाले मेरो महिनामा 10-11 अरब उठ्नुपर्ने रकम घट्दै गएर 8 अरब मात्रै उठ्न थाल्यो भने बक्यौता त रहन्छ, तर त्यो चाहिँ उठ्न थाल्यो भने त चाहिँ क्यास फ्लो त प्रब्लम होला नि त। त्यो मैले सङ्केत गर्न खोजेँ। यो प्रिमियम मात्रै लगाएको, कुनै छुट्टै होइन। त्यो जुन हाम्रो के अरे मिटरमा भएको जुन खपत बिलमा प्रिमियम मात्रै लगाएको हो, जोडेर कुनै पनि छैन। मैले अघि नै भने अदालतले भनिसक्यो, नियमन आयोगले भनिसक्यो, सबै निकायले भनिसक्यो। त्यो विषयमा अरूले चाहिँ बोल्नुपर्ने मलाई त्यो लाग्दैन। लाल आयोगले दिएको निर्देशन बमोजिम, लाल आयोग भनेको हामीले गरेको पनि होइन, क्याबिनेटले गरेको हो। क्याबिनेटले गरेको चाहिँ आयोग के अरे गठन गरेको आयोगले दिएको सुझाव अनुसार नेपाल सरकारले हामीलाई निर्णय गरेर दिएको छ। हामीले नेपाल सरकारको निर्णय गर्ने हो, कुनै निकायको निर्णय होइन। नेपाल सरकार मन्त्री परिषदको निर्णय जे छ त्यो अनुसार हामी चल्ने हो, त्यही अनुसार हामी चलिरहेछौँ। हामीले पटक उहाँलाई तपाईँहरूलाई भनिरहेछौँ, हामीले एक्सेल सिटमा बिल सहित पठाएको छौँ उहाँहरूलाई। छुट बिल भनेको हामीले चाहिँ एउटा चिठीमा पठाउँछौँ। तपाईँलाई घरमा पनि त्यो बिल पठाउँदाखेरि एउटा सानो चिठा आउँछ हो है। अब हामीले
छुट बिल भनेर उहाँहरूले हाम्रो टिओडी मिटरको T1 कति, T2 कति खपत भयो, T3 कति खपत भयो, त्यसको डाटा कति थियो, खपत कति थियो, त्यसको प्रिमियम शुल्क कति हो, त्यो हिसाब गरेर एक्सेल सिट समेत पठाएको छ। र त्यसको बारेमा अस्ति पनि तपाईँले देखिराख्नु भएको छ, सार्वजनिक लेखा समितिमा कति दुईचोटि त मैले 2-2 घन्टा बहस गरेको छु र उहाँहरूलाई त्यो कुरा अब उहाँहरूले पनि डाटा माग्नुभयो, मैले चाहिँ करिब 1 लाख पेज पठाइदिए पनि छु होइन। यो विषय तपाईँहरूलाई हामी दुई बिचमा छलफल गर्ने विषय भन्दा पनि सम्बन्धित निकायले, अदालतले, नियमन आयोग अथवा कुनै निकायले माग्दाखेरि हामीले दिएर त्यहाँ छलफल गरेर त्यहाँबाट निर्णय भइसकेको अवस्था हो। मैले अहिले चाहिँ मेरो बिल ठिक छैन अथवा उद्योगले आएर यहाँ बिल देखाउनुहोस् भन्ने कुरै होइन नि, यो कुरै होइन। यो जहाँ जहाँ उहाँहरू जानुभयो यो ठिक छ भनिसक्नु भएको छ। अब फेरि कि अर्को अदालतले भनिदिनु पऱ्यो अथवा कुनै चाहिँ त्यो कानुनी निकायले भनिदिनु पऱ्यो यो ठिक छैन। विवाद तपाईँ र मेरो बिचमा विवाद आइसकेपछि हामी दुईजना त मिल्दैन नि। त्यो विवाद समाधानको लागि निकाय हुन्छ नि, त्यो निकायले यो बिल ठिक छ भनेपछि मैले के भन्ने भन्नुहोस् त। होइन, हाम्रो रिसिभेबल जुन छ, रिसिभेबल भनेको हामीलाई प्राप्त हुने भन्ने रकम यो मात्रै छैन नि। जस्तो रोडको पनि के अरे हाम्रो स्ट्रिट लाइटको छ, अरू पनि केही निकायहरूको हुन्छन्। हाम्रो चाहिँ त्यो रिसिभेबल त बढ्दै गएको छ नि त। अन्त उद्योगीहरूको पनि यो रिसिभेबल बढ्दै गएको छ होइन। त्यो भएको हुनाले यसलाई चाहिँ हामीलाई प्राप्त नहुँदाखेरि हामी क्यास फ्लोमा हामीलाई एक समस्या हुने भयो। त्यसको रकम प्राप्त भएपछि त्यसको त ब्याज हुन्थ्यो, सबै कुरा हुन्थ्यो। हाम्रो त 25% भन्दा बढी त पेनाल्टी लाग्दैन। त्यो भएको हुनाले हामीलाई त्यो हिसाबले घाटा छ। ल यति भने यहाँहरूलाई सबैलाई धन्यवाद। ल धन्यवाद। नमस्कार सर, म सिटी न्युजबाट चन्दा रुलिया हो। तपाईँ धेरै नै हाम्रो कुलमान सर धेरै शक्तिशाली प्रभावशाली हुनुहुन्छ। जनताले धेरै खुसी छ, एकदमै भिडेर शक्तिका साथ लागि पर्नु भएको छ, एकदमै राम्रो छ। तर अब इन्डिया मल्टी फ्युल कम्पनीहरूबाट महँगो बिजुली लिएर तपाईँ वर्षको 18 अर्ब तिरिराख्नु भएको छ। अब यो चाहिँ अब तपाईँ र ऊर्जा मन्त्री कति कमिसन खानुहुन्छ भनिदिनुहोस् न कृपया। मैले पहिला पनि भनिसकेको छु, इन्डियाबाट महँगोमा लिएको विद्युत भनेर यो गलत चाहिँ प्रचार हो। इन्डियामा हामीले हरेक दिन बिडिङ गरेर लिन्छौँ, बिडमा जे आए त्यही गरेर लिन्छौँ। हामीले बेच्दा पनि महँगै बेचेका छौँ। अब इम्पोर्ट हामीले घटाउँदै गइरहेछौँ। हरेक दिन हामीले ट्रेडिङ गरेर, तपाईँले चाहिँ मार्केटमा चाहिँ बिड गरेर ट्रेडिङ गरेर लिएको विद्युतमा कसले भन्नुहुन्छ कमिसन खाएर? यो गलत चाहिँ एलिगेसन हो। ल तपाईँलाई धन्यवाद छ है। ल यो मन्त्री परिषदले लालायकमा सिफारिस गरेर 20 घण्टाभन्दा बढी युज गरेको मात्रै बिल पठाउनु भनेर भनेको छ। तपाईँको बोर्डले पनि त्यही भनेको छ। फेरि तपाईँले पुरानै बिल पठाउनु भयो भन्ने छ। मन्त्री परिषदले केही त्यस्तो भनेको छैन, निर्णय पढ्नु होला है। धन्यवाद। अनि अर्को तपाईँलाई चाहिँ एउटा आरोप लाग्न थालेको छ आजभोलि।